हेलो साथीहरू, गुड मर्निङ। स्वागत छ तपाईँहरूलाई आज मेरो नयाँ भ्लगमा। होइन, आज चाहिँ बिहानै रातिदेखि नै पानी परिरहेको छैन, देख्न सक्नुहुन्छ। पछाडि चट्ट लाग्यो, होइन, धेरै पछि पानी परिरहेछ। माथि देप्सुली डाँडा चाहिँ छ, पुरै कुहिरो लागिरहेछ। होइन, गाडीहरू पनि हिँडेको छैन रोडमा। यो साथीहरू त्यही होइन, चट्ट लगाएर आजको दिन चाहिँ पानीसँगै सुरु हुन्छ। होइन, यो फुल चाहिँ फुलेर पनि सुकेर पनि होइन, चाउरी पुरिसक्यो। त्यही छ। हाम्रो आन्टीले चाहिँ भान्सा गर्दै हुनुहुन्छ है, झट्ट। आज चाहिँ आलु अनि बाँको खतरा। बाँको भिजाएर राखेको साथीहरू। होइन, अहिले चाहिँ 8 बजिसकेको छ। होइन, 8:15 भइसकेको छ, तर पनि अब पानी आएर कुहिरो आएर चाहिँ अझै नै भर्खरै बिहान भएको जस्तो देखिरहेको छैन। नत्र त यति बेला त घाम त कति माथि आइसकेको थियो। यस्तो कुहिरो लगाएको छैन, चट्ट आज पुरै। बाँको मिठो छ, लोकल कुखुरा भन्दा पनि मिठो छ अरे, अर्ग्यानिक। बाह्र चराउन आएको होइन, चट्ट। आज चाहिँ एकदम सफा छ मौसम, तल तल हेर्नुको लागि भ्यूहरू यस्तो छ। होइन, कता हो बाख्रा चराउनु हिँड्दा पनि बसीले बाँधेर हिँड्ने खान के जिउँदो बाख्रालाई गाड्नुला हो।
साथीहरू आज चाहिँ रातभरि पानी परेको अनि पानी परेको थियो तर अहिले चाहिँ एकदम राम्रो मौसम गरेको छैन यस्तरी हावा पनि चलिरहेको छैन मौसम पनि एकदम खुलेर छैन यो चाहिँ देवचुली डाँडा हो होइन हामी जहाँसम्म गइरहेको यो माथि चाहिँ एउटा टावर छ अनि आजभोलि चाहिँ एकदम डडेलो लगाएर कालो देखिएको छ यस्तो छैन ठाउँ साथीहरू खाने भए आउनु माथि हो यहाँ यस्तो कालो खाने भए आउनु है यस्तो पाउँछ यता खाना बाबा मिलाम के मेरो भिडियो गरिदिनु है ठ्याक्कै म बाबातिर गएको ठ्याक्कै बाबा भिडियो गर्ने त्यो मैले हाल्छु के 2 वर्षपछि त्यो बाबा म त हजुर खेती र बाख्रा चराउँदै साथीहरू अस्ति न देवचुलीको त्यो पार्ट भिडियो चाहिँ डिलिट भएको भएर मैले आजभोलि भिडियो बनाउन खासै मन लागेको थिएन होइन मलाई एकदम चित्त दुखेको थियो त्यो भिडियो डिलिट भइसकेपछि किनकि त्यो भिडियो एकदम राम्रो थियो गुफामा गएको गुफाहरू सबै अनि त्यही भएर मलाई चित्त दुख्यो क्या मैले जानी होइन अन्जानमै काम नलाग्ने भिडियोहरू डिलिट गर्छु भने त्यो पनि गएछ अनि त्यो डाँडा चाहिँ यहाँबाट यति टाढा छ है त्यहाँ माथि पुग्नुपर्छ त्यही हो ल मुखमा टिनाको रिस र बाख्राको रिस उस्तै उस्तै छ है बारीमा तिमीले बाख्रालाई जोत्न ल्याऊ के अरे यो उयाको पछाडिको खोलामा लास बगेको रे हामी के यहाँ मम्मी र म भएर यहाँ काम गर्न आएको थियो बारीमा अनि म फेरि त्यो ढुङ्गा बसिरहेको ठुलो ढुङ्गामा उयो ढुङ्गा देखाउ न ढुङ्गा पनि उयो ठुलो ढुङ्गामा तिमी बसेको अनि त्यहाँ बसेको अनि त्यसपछि त एकैचोटि त्यहाँ तल खोलामा हेर्दा त एकैचोटि सुरु त रगत बगेको देखेको रातै रगत बगेको देखेको अरे पछि फेरि एउटा मान्छेको लास आएको अरे कि म त डराएर आम्मा त्यसपछि मेरो सपना टुट्यो अनि बाँकी सपना अब अरू सपना आज के सपना देख्यो त आज मैले मान्छे मरेको हो त्यो पनि भन न को मान्छे नचिनेको मान्छे मरेको नि कहाँ मरेको थियो र मैले मेरो मम्मी मरेको सपना देखेको त्यस्तो मान्छे आफ्नो कोही मरेको देख्यो भने आयु बढ्छ अरे कि नि त्यस्तो भन्छ हाम्रो मम्मीको आयु बढोस् भिडियो गर्दै हिँडेको के उसकरी मैले केही गर्नै हुन्न कि फेरि यिनले फेरि मेरो यहाँ तारिफ गरे हो कि मेरो आरिस गरे हो कि तारिफ गरेको नि मैले भन्नु न अब आज के प्लान छ तिमीहरूको ट्याक्कै थियो भन्थ्यो ल पानीपुरी च्यालेन्ज आज ल यस्तो 1000 रुपियाँ होइन कि यता सुन क्या यता पानीपुरी जसले धेरै खान सक्छ नि हो त्यसले पैसा तिर्नु पर्दैन ल त्यही हो किन्ने पहिला किन्ने हामी 3 जनामा जसले च्यालेन्ज गरे त्यसले के अरे त्यो जुन चाहिँले फर्स्ट भ्याउँछ नि त्यसले चाहिँ पैसा तिर्नु परेन अरे 2 जना तिर्नु पर्यो भिडियो चाहिँ एकदम रमाइलो हुनेवाला छ आज यिनीहरू जात्रै हाँसिरहन् कसैको होइन ए तपाईले पुसअप पनि हुनु खै कसैले गरेन त पुसअप त नि कचुरी
हेर्नु साथीहरू अहिले चाहिँ दाइले पुसअप गर्न जानु भयो अब हेर्नु कति राम्रो आइरह 3 4 5 6 7 8 9 10 11 12 13 14 15 त्यस्तो भएन भयो जसले सबैभन्दा ढिलो कसले खान्छ त्यसले एउटा डिउ किनेर ल्याउने ल ल जसले ढिलो खान्छ त्यसले डिउ किनेर ल्याउँछ है सानो होइन 300 250 वाला च्यालेन्जै भयो नि ल 80 ल अहिले चाहिँ हामी यहाँ आलु उसिन्नको लागि तयारी गर्दैछौँ भने अहिले हेर्दै गर्नु होला हामी पानीपुरी च्यालेन्ज गरेको यो पानीपुरीको यो चटपटको डिउको डिउको ल ठिक्कै रहेछ आज 500 रुपियाँ सिद्धि 100 200 300 400 450 हो के होइन हामी नाच्दै गर्दाखेरि माथिबाट चट्ट काम गर्ने माथिबाट साथीहरूले हेरिदिनु भयो र गाइजहरू एकदम लजाउनु भयो होइन अब नाच्न अब यति नै होला जस्तो लाग्यो अब लजाउनु भयो लास्टै मिठो छ गाइज मैले त खाएँ है गाइज मैले खाएँ गाइज मिठो छ मिठो छ त्यो एउटा बजेट जस्तो गरे कि खेम्ची भयो कि गर्दा टिप्छ त नानी यही हो नानी मेरो नानी यो हो कि आफ्नै नानी है नानी अब देखेको होइन आफ्नै नानी हो क्या ल साथीहरू अहिले चाहिँ पानीपुरी सब रेडी भइसकेको छ होइन हाम्रो साथीहरू पनि खाना रेडी भइसक्नु भएको छ चट्ट लगाएर देख्न सक्नुहुन्छ ल केही भन्नुहुन्छ भन्नु छ केही बिसवटा जसले पहिले सिद्ध्याउँछ अनि त्यो विनर हुन्छ जो लास्टसम्म खाएर सक्दैन उसले चाहिँ एउटा डिउ 80 रुपियाँको डिउ किन्ने त्यही हो होइन
हात्तेरिका यो च्यालेन्ज जस्तो पनि भएन के ल फर्स्ट सेकेन्ड अनि थर्ड अनि माथि चाहिँ लास्ट गाह्रो छ अर्कोचोटि चाहिँ मोमोको हुन्छ है मम्मीले अघि हान्नु भएको र अहिले हामी दिउ खाना जाँदैछौँ हेर्दै जानु होला है ल साथीहरू होइन आजको लागि भिडियो यति नै होइन अब त्यही हो चट्टो लगाएर टिउ पनि खाइसक्यो होइन अब आजको दिन जे होस् रमाइलो भयो त्यही हो भिडियोलाई अन्तिमसम्म हेरेर माया गरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद होइन पछिको दिनहरू पनि तपाईँहरूले त्यसै गरी नै माया गरिदिनु होला है त आजको लागि भिडियो यति नै बाई।